घरले छाको झुप्रो घर नि चुहिन्छ होला नि गाउँघर पनि बिरानो हो कस्तो होला नि बुढेसकालका बुबामा सन्चै त होला नि साह्रै मन लाग्या छ नि एकचोटि बोलनी साह्रै मन लाग्या छ नि एकचोटि बोलनी सोचे झैं रहेनछ परदेश त चाहे झैं रहेनछ परदेश त 6 महिनाको छोरो पनि हिँड्ने भयो होला त्यही छोरालाई सम्झी कति मन रोला साउमाजले बुबामा घर घेरे होलान् बुबामा मलाई सम्झी रात दिन रोलान् बुबामा मलाई सम्झी रात दिन रोलान् सोचे झैं रहेनछ परदेश त चाहे झैं हैनछ परदेश त। थ्याङ्क यू भेरी मच दिपक भाइ फेरि चौथो पाठ लिएर उपस्थित हुनको लागि डाँडा रापाखा पानी र झरी नबनिकन आज फेरि पुनः म 2.5 घण्टाको बाटो लागेर त्यही ठाउँमा पुगेको छु। तपाईँहरूको माया सपोर्ट सद्भाव पुनः माया गर्नुहुनेछ भन्ने टिकटक इन्स्टाग्राम फेसबुकबाट पनि आउन सक्छ सम्बन्धित निकाय सम्बन्धित ठाउँमा पुर्याइदिनुहुन्छ भन्ने ठुलो आशावादी छु थ्याङ्क यू भेरी मच भन्दै जय पशुपतिनाथ जय बगानमुखी जय होस् मेरो भाइको थ्याङ्क यू धन्यवाद सबैजनालाई सल्लाह सुझाव दिनु होला है त।